हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। र आज चाहिँ म कति दिन बादमा फेरि ब्लग बनाउन जाँदैछु र मेरो ब्लग चाहिँ तपाईँहरू एन्ड तक हेर्नु होला, कस्तो लाग्छ के लाग्छ होइन। त्यही हल्का मलाई सपोर्ट गरिदिनु भयो भने म डेली ब्लग हाल्ने कोसिस गर्छु। र अहिले चाहिँ मेरो सब्सक्राइबर कति छ भन्दाखेरि युट्युबमा अन्त 140 छ कि, मतलब 140 छ कि। बस अरू मलाई केही चाहिएको होइन, बस सपोर्ट चाहिएको र साथ चाहिएको होइन। र तपाईँहरूले जरुर मलाई अलिक माथि पुर्याउनु भएछ भने चाहिँ म डेली ब्लग हाल्ने कोसिस गर्छु। र अब चाहिँ म रुमबाट निक्लेको, अन्त बाहिरको नजाराहरू तपाईँहरूलाई जरुर देखाउनेछु। एकछिन र म यो भिडियो चाहिँ, मतलब यो ब्लग चाहिँ म इन्स्टाग्राममा पनि हाल्नेछु। र इन्स्टाग्रामको साथीहरू जति पनि छ मेरो युट्युबमा गएर नाम सर्च गरेर सब्सक्राइब हानिदिनु होला। मेरो नाम चाहिँ चामलिङ ब्रो छ, स्पेलिङ चाहिँ CHAMLING छ ल, चामलिङ ब्रो। अन्त त्यसमा चाहिँ गएर तपाईँहरूले बस अरू केही पर्दैन, सब्सक्राइब गरिदिनु होला, हल्का भिडियो हेरिदिनु होला, भ्युज बढाइदिनु होला। र यति गरिदिनु भएछ भने चाहिँ म डेली ब्लग हाल्ने कोसिस गर्छु होइन। नरिसाइ हेरिदिनु होला, बस म त्यही भन्न चाहन्छु। र अब चाहिँ पक्का बाहिरको भ्यू हेरौँ होला। तपाईँहरूलाई त मैले बाहिरको भ्यू देखाउँछु भने होइन। र रुमबाटै स्टार्ट गरिदिएको मैले चाहिँ। अन्त हेर्न सक्नुहुन्छ मेरो रुम चाहिँ यही हो, पुरा लेत्र भएर बसिरहेको छ। अनि त्यहाँबाट चाहिँ सब यस्तै छ, पहाडहरू मात्रै सामने छ, अरू त के हेर्नुहुन्छ भ्यूहरू होइन। अनि रास्ता चाहिँ यहीँ सामने छ होइन, उयो हो रास्ता। अनि दोकान चाहिँ म यहाँनिर जान्छु, यो आन्टीको दोकानमा। यस्तै छ, हेर्न सक्नुहुन्छ जङ्गल सब काट्नुपर्ने छ होइन, यस्तो जङ्गल छ। अनि बाटो चाहिँ यहीँ छ है गाइस। अन्त सबै यस्तो छ। अनि यहाँ चाहिँ टमाटरहरू चाहिँ गाइस मैले लगाएको टमाटरहरू यो काँचोमै गिरेर खत्तम भइसक्यो होइन, पाक्दैन रहेछ। अनि सबै जङ्गल भएको छ। अन्त के भन्नु, यहाँ चाहिँ नाला छ, यहाँ चाहिँ पानी आएको बेला मात्रै पानी कुद्छ। अनि यो चाहिँ ट्याङ्क हो ठुलो, यहाँ चाहिँ पानी आउँछ यो ट्याङ्कमा। अन्त यहाँनिर छ सिस्नोहरू। र यस्तै छ, यो चाहिँ स्कुल हो, यो चाहिँ पडोसी आन्टीको घर हो। यस्तै छ। र अब चाहिँ म त्यतातिर जान्छु र त्यताको नजारा पनि हेर्नु होला। जानुको लागि तकलिफ छ गाइस, हेर्न सक्नुहुन्छ जङ्गल छ। अन्त यहाँ त साँप पो बसिरहेको हुन्छ, अस्ति नै यहाँनिर थियो साँप, टक्चाइ भन्ने डरै मर्दो। अन्त यसरी चढेर जानुपर्छ माथि। यही हो भ्यू रास्ताको भ्यूहरू यस्तै छ। र यहाँ आन्टीको दोकान छ, म चाहिँ यो दोकानमा आएको, हेर्न सक्नुहुन्छ। बात गरेगा त्यताबाट आएको। र अब चाहिँ रास्ता जान्छु, कुनै ठेगाना हुँदैन साँपको है, डर लाग्छ। अन्त बाटै जान्छु, बरु अलिकति बेसी हिँड्छु र बाटै जान्छु। र यही हो, यसलाई चाहिँ चेता रेको भन्छ, मतलब चेता रेको होइन, मतलब चेता चाहिँ भन्छ है, चेता 2 भन्छ यसलाई चाहिँ। यही हो रास्ता। अन्त गाह्रो छ जिन्दगी। र फाइनली म चाहिँ गेट तक आइपुगेँ। यही हो म बस्ने ग्राउन्ड चाहिँ। यहाँ पेन्टहरू हेर्न सक्नुहुन्छ है, 3 जना मिलेर पो गरेको त। अन्त यो पेन्ट चाहिँ गाह्रो छ, जग्गाहरू हेर्न सक्नुहुन्छ। यही हो होल, यसलाई चाहिँ रेको भन्छ है। यहाँ मिस्मीको ट्रेडिसनल उयोहरू चाहिँ यहीँ मनाउँछ, यो होला ग्राउन्डमा। अनि यस्तै छ। र उहाँ केटाहरू काम गर्दैछ, र त्यो तपाईँहरूलाई देखाइदिन्छु ल। र फाइनल्ली म चाहिँ यहाँ केटाहरू काम गरेको जग्गामा आइपुगेँ। बन्धु इधर आउन, बन्धु इधर आउन, मेरा बारे में कुछ बोल दो ना। हाँ बोल दो ना, अच्छा बोल दो ना। उसको कल उठे, इधर आओ ना, मेरा बारे में कुछ बोलो तो तुम। अच्छा बोल देना, अच्छा। डायरेक्ट बोल दिया ऐसा, बोलो ना, तारीफ कर दो ना मेरा बारे में, हम कितना काम करता है वो सब बोल दो ना पड़े। काम करता है कितना, उतना ज़्यादा ना। हाँ, हम डेली बना के तुम लोग को खिलाता है, ऐसा बोलो ना। हाँ? बोलो ना डेली हम लोग को बना के खिलाता है। और बीबी पालेगा बोलो ना। नहीं बोलेगा। हाँ? तुम बोल दो ना पड़ी, थोड़ा तारीफ कर दो ना मेरे लिए।
मेरा बारीमा गर्दैन क्या तारीफ करेगा गर्दैन र यहाँ चाहिँ यो चाहिँ स्कुल हो अनि पेन्ट चाहिँ यो मैले गरेको यिनीहरू यो मैले गरेको थिएँ यो चाहिँ रङ्गिलले मात्रै गरेको राम्रो भएको छैन यो पनि मैले गरिदिएको रङ्गिलले मात्रै अनि यहाँ हेर्न सक्नुहुन्छ चरा यो दुईवटा चरा पनि मैले गरेको मतलब राम्रै भएको छैन रङ्गिलले मात्रै गरेको अनि यो हेर्न सक्नुहुन्छ कालो 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 भएर यस्तो भएको छ अन्त गाह्रो छ यही हो पेन ड्राइभ स्कुल चेटारेको भन्छ यसलाई चाहिँ तुमको ये खुला रहे तो अच्छा से तारीफ कर दे एक बार कर दो ना क्या तारीफ सिखा दो लड़ा हाँ ऐसे मत बोलो ना ये वो यूट्यूब में जाएगा तो तो काट के सिखा दो और वीडियो तुम डायरेक्ट मुंह मत छोड़ो ना ये ठीक है हाँ ठीक है तारीफ कर दो ना मेरा बारे में ये बहुत अच्छा लड़का है और केपी गोल बिड़ी जिड़ी सब देता है बहुत खराब है बहुत सॉरी तो हम हैंडसम है कि नहीं वो बोल दो तो हैंडसम भी है हाँ हैंडसम भी है पक्का हैंडसम है हाँ, हाँ सच में हाँ हैंडसम है यार सच में ना लड़की पटेगा मेरा साथ पटेगा तो एक लड़की पड़ता ही नहीं है तो माइकी पटेगा माइकी लड़की नहीं पटेगा सब खाओ ना हमको क्यों दे रहे आप खाओ थोड़ा हैं लो लो वो नहीं है भाई नहीं है ऐसा मत बोलो ना मुंह मत छोड़ो र अहिले चाहिँ होइन केटाहरूलाई मैले जबरजस्ती तारिफ हान्न लगाएर है हलमा बसिरहेको छु केटाहरू चाहिँ पछाडि काम गर्दैछ अनि यस्तै छ जिन्दगी एक्लै जिन्दगी के भन्नु गाह्रो छ होइन त्यही हो र हेर्दै जानु होला अरू पनि भिडियो र यो चाहिँ भित्रको होल हो होइन यहाँ चाहिँ प्रोग्राम हुन्छ मतलब डान्सहरू हुन्छ त्यस्तै छ होलहरू चाहिँ र फेरि म चाहिँ रुमतिर लागेको अन्त पानी पनि पर्दैछ र मेरो भ्लग यतिमै एन्ड गर्ने हुन्छ तपाईँहरूलाई चाहिँ मेरो भ्लग कस्तो लाग्छ होइन राम्रो लागेछ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला र मेरो भ्लग चाहिँ यतिमै एन्ड गर्नेछु अहिलेको लागि बाई नेक्स्ट भिडियोमा भेटौँला है।